दिमागमा राख्नै नहुने हैन थट्सहरु चाहिँ के हुन्छ डाक्टर? हजुरले 5 वटा थट्स भन्नु पर्दा दिमागमा राख्नै नहुने थट्स हेल्दी माइन्ड बनाउनको लागि, हेल्दी ब्रेन बनाउनको लागि। ओके, फर्स्टमा हेट हो कि हेट्रेड हुनु भएन हैन? कोही प्रति हामी जति हैन हेट गर्छौं नि हैन, त्यो एउटा इम्पोर्टेन्ट कुरा हो है। जो मान्छेले हेट गरिन्छ त्यो मान्छे बारम्बार आफ्नो माइन्डमा आउनु भयो नि त हैन? त्यसले त्यो रिपिटेडली त्यो प्रति हेटिङ हुन थाल्यो हैन, त्यो प्रति घृणा गर्न थाल्यो भने त्यसले हाम्रो न्युरोनल हैन जुन कनेक्सनहरुमा त्यो त बसिराख्ने भयो नि त। जसलाई सम्झिनै नपर्ने मान्छे हो त्यही सम्झिराख्ने भयो क्या झन् हैन? हेट एउटा एङ्गर हैन, रिस है। त्यसले चाहिँ अब यो रिसले झन् हामीलाई के गर्छ, पाल्पिटेसन गराउँछ। ज्यादा क्रुद्ध भयो भने मान्छे